अहिले फिलहाल चाहिँ म मकै भाँच्दैछु हैन। तर मकै चाहिँ यति माथि माथि छ कि हेर्नुस् न, मकै कति माथि माथि छ। भाँच्नु पनि सक्दैन यो मकैहरु। यति डरलाग्दो मान्छे छ कि गाउँमा बस्नुको फाइदा चाहिँ यति हो, जे कुरा पनि हामी फ्रेसली खान सक्छ के। फ्रेस पाउँछ हामीले जे कुराहरु पनि। अब अहिले हामी बजारमा भएको भए यो कुरा चाहिँ अब के हो, यस्तो यो फ्रेस कुरा मकै यस्तो खानुको लागि तडपिनु पर्थ्यो के। एउटा चाहिँ मलाई खुसी लाग्छ, यति बेसी छ कि हाम्रो मकै। यहाँ हेर्नुस् न, डल्लै हाम्रै मकै बारीहरु हेर्नुस् ल। यो डल्लै हाम्रो मकै बारी ओ माथिसम्म देख्नुहुन्छ है, माथि माथिसम्म मकै यहाँ रहेछ। पुरा अग्लो अग्लो क्या, भाँच्नै नसक्ने खालको छ। म्याउ किन कराएको? यहाँ बिरालो पुरा कराउँदैछ। के भयो म्याउ? के भयो? यो चाहिँ पुरा प्याउले है हाम्रो घरको। अच्छा जाऊ, यो चाहिँ पुरा हाम्रो घरको प्याउले बिरालो हो कि। यो बिरालो चाहिँ पुरा प्याउले हो। दुध खान टाइम भयो कि यसको, अन्त म्याउ म्याउ गर्छ। अच्छा म्याउ ल खैचो ल। गाइस मैले मकै ल्याइसकेँ। अन्त यसको चाहिँ दुध खान टाइम भयो, मलाई याद छ नि त, किन किचनहरू सबै दैलो बन्द छ। अन्त यहाँ म्याउ कराकर ल म्याउ ल यहीँ त ल कस्तो खेलिदिन्छ ल, कस्तो खेल्छ ल, कस्तो खेलिदिन्छ। यो फिलहाल चाहिँ म मकै उयो गर्छु, अन्त तपाईँहरूसँग भेट्छु। गाइस अब मेरो काम चाहिँ भनेको मकै उसिन्ने। यहाँ चाहिँ कुकर, यसमा उसिन्नु बसाउँछ मकै चाहिँ। मलाई पोलेर भन्दाखेरि पनि क्या उसिनेर दामी लाग्दिन्छ मकै खानुको लागि चाहिँ। गाउँमा बस्नुको फाइदा चाहिँ यही हो, फ्रेस कुराहरू खानु पाउँछ क्या हामीले। अहिले तपाईँहरूलाई भनेको थिएँ नि यो किन कराएको भनेर चाहिँ मलाई याद थियो नि त। आफ्नो यसको टाइम भएपछि चाहिँ वाक्कै लगाउँछ कराएर। गाइस यसको चाहिँ यो चाहिँ माम खाइसक्यो अरे, अन्त आएर मजाले सोफामा सुतिरहेको छ। म्याउ ओ म्याउ म्याउ क्या सुत्दिन्छ नि सुत्दैन।